ये कसरी हो रे दिदी च्याउ मसरुम Okay, no thank you. No thank you. मुनाडाको बडा हो यो माथाडाको लेयर चाहिँ आलु र पाइनापलको मिक्सचर यसको भित्र सानो होल बनाएको छ त्यसमा हामीले लप्सीको अचार मिन चटनी स्विट योगर्ट हालेर फिलिङ गरेर यो माथिको फापरको जेलेबी हो चासनीमा नडुबाको फापरको जेलेबी तर हामीले यो स्विट कम्प्लिमेन्ट चाहिँ हामीले स्विट योगर्टबाट दिएको छौँ अनि माथाडा यही तिनवटा चटनी हो यो चाहिँ हाम्रो नाम चाहिँ गुन्डी भनेको चेरी मरो हुन्छ स्वाद भनेको चाट यो जेलेबी चाट नेपाली पापडी चाटको नेपाली भन्नु म्याक्सिमम् गुवाकामलेलाई हामीले नेपाली बनाएको फल भन्दो रहेछ नेपालीमा यसमा चाहिँ हामीले ओलिभ ओइल जान्छ यसको हामीले तेल हालेर हामीले गुवाकामले बनाएको माथाडा हाम्रो आमाको स्टाइलको अचार यो एकैचोटि वान बाइटमा खानुपर्छ कम्प्लिमेन्ट दिन्छ Yalla, 1 minute. Thank you. Yapne. 2,000 years later.